तपाईहरुको स्कुलमा आउने मौका दिनुभयो र खास गरी विद्यार्थी भाइ बहिनीहरुसँग भेट गर्ने मौका दिनुभयो र यो भेट भएको बेलामा यो मौकामा भेट भएको मौकामा भाइ बहिनीहरुलाई मेरो परिचय दिन चाहन्छु, छोटो परिचय। अनि मैले भाइ बहिनीहरुलाई एउटा निमन्त्रणा पनि गर्न चाहन्छु। भविष्यमा निमन्त्रणा कस्तो निमन्त्रणा हो राम्रोसँग सुन र चाहिँ त्यसलाई सम्झेर राख। मेरो नाम महावीर पुन हो भन्ने कुरा सरले भनिसक्नु भयो। मेरो घर म्याग्दी जिल्ला हो। म्याग्दी जिल्ला भनेको एउटा दुर्गम जिल्ला, हिमाली जिल्ला हो र म एउटा समाज सेवा गर्ने मान्छे हो। हुन त मैले जागिर पनि खाएको थिएँ धेरै वर्ष पहिला, तर जागिर चाहिँ खाएको छैन। जागिर नखाएको पनि 32 वर्ष भयो र अरू कुनै व्यापार व्यवसाय खेतीपाती केही गरेको छैन। 32 वर्षसम्म समाज सेवा गरेर हिँडेको हो र समाज सेवा गर्दाखेरि मैले दुर्गम गाउँहरूबाट समाज सेवा गरेँ। दुर्गम गाउँहरूमा, स्कुलहरूमा, गाउँमा गाउँलेहरूलाई जे जस्तो सहयोग गर्न सकिन्छ त्यो कुराहरू गरेर मैले सहयोग गरेँ र सहयोग गर्दाखेरि मैले विज्ञान र प्रविधि, साइन्स र टेक्नोलोजीको त्यो माध्यमबाट अथवा साना टेक्नोलोजीहरूको विकास गरेर अथवा भइरहेका टेक्नोलोजीहरूलाई प्रयोग गरेर मैले गाउँलेहरूको चाहिँ सेवा गरेको थिएँ धेरै वर्षसम्म। र यसरी गर्दै जाँदाखेरि र टेक्नोलोजीको विकासको लागि खास गरी भाइ बहिनीहरू जस्तो युवाहरूलाई प्रयोग गरेर नेपालमा पनि टेक्नोलोजीको विकास गर्न सकिन्छ र नेपाललाई चाहिने टेक्नोलोजी नेपालमै विकास गर्न पर्छ सकेसम्मका टेक्नोलोजीहरू। त्यसको लागि भाइ बहिनीहरू जस्तो विद्यार्थीहरूलाई प्रयोग गर्नुपर्छ भनेर मैले राष्ट्रिय आविष्कार केन्द्र भन्ने एउटा संस्था खोलेको छ र त्यो राष्ट्रिय आविष्कार केन्द्र भन्ने संस्थामा आउनको लागि निमन्त्रणा गर्न आयो। निमन्त्रणा है मैले भने नि, त्यो संस्थामा आउनको लागि निमन्त्रणा। अब संस्थामा आएर गर्ने के हो भन्दाखेरि भाइ बहिनीहरूले नयाँ कुराहरूको अनुसन्धान गर्ने, नयाँ कुराहरूको इनोभेसन गर्ने, रिसर्च गर्ने र अनि नयाँ कुराहरूको चाहिँ आविष्कार गर्ने, नयाँ कुराहरू बनाउने र त्यो बनाएको कुराले चाहिँ समाजलाई फाइदा हुने कामहरू कुराहरू बनाउनको लागि त्यो राष्ट्रिय आविष्कार केन्द्र खोलेको हो। जो राष्ट्रिय आविष्कार केन्द्र खास गरी भाइ बहिनी जस्तै विद्यार्थीहरूको लागि, स्कुल पढ्ने, क्याम्पस पढ्ने विद्यार्थीहरूको लागि खोलेको हो। त्यो धेरै पढेको एकदम प्रोफेसरहरू, धेरै पिएचडी गरेकाहरूको लागि खोलेको होइन त्यो राष्ट्रिय आविष्कार केन्द्र। त्यो राष्ट्रिय आविष्कार केन्द्र विद्यार्थीहरू र युवाहरूको लागि कुनै न कुनै नयाँ कुराहरूको अनुसन्धान गर्नको लागि खोलेको हुनाले भाइ बहिनीहरूले त्यसको नाम सम्झनु र राष्ट्रिय आविष्कार केन्द्रको बारेमा अझै राम्रोसँग बुझ्ने इच्छा छ भने युट्युबमा गएर हेर्नु। महावीर पुन भनेर नेसनल इनोभेसन सेन्टर भनेर युट्युबमा गएर हेऱ्यो भने त्यहाँ कस्तो छ राष्ट्रिय आविष्कार केन्द्र, कस्तो काम भइरहेछ, कसरी गर्दा रहेछन् भन्ने कुराहरू सबै नै देख्न सकिन्छ। र मैले समाज सेवा गरेका कुराहरू पनि सबै कुराहरू युट्युबमा देख्न सकिन्छ। त्यहाँ 100-200 वटा जति भिडियो होला मैले गरेका कामहरूको र मैले हालेको भिडियो होइन, पत्रकारहरूले हालेको भिडियोहरू देख्न सकिन्छ। त्यसैले भाइ बहिनीहरूलाई अब इच्छा हुनेले मेरो बारेमा मसँग काम गर्ने इच्छा हुनेले युट्युबमा गएर हेर्ने। अहिले एउटा अर्को समाज सेवाको काममा हिँडेको छु र समाज सेवाकै लागि भनेर यो किताब बेचेर हिँडिरहेको छु। यो किताब बेचेर पैसा जम्मा गरिरहेको छु र यो पैसाले चाहिँ किसानहरूको सेवा गर्ने। किनभने नेपालमा सबैभन्दा धेरै जनसङ्ख्या किसानहरूको छ। सबैभन्दा 80% भन्दा बढी जनसङ्ख्या किसानहरूको छ। यी अहिले यो गाउँ डुल्दाखेरि सबै किसान हो त्यहाँ। त्यसैले किसानहरूलाई खेती गर्नको लागि चाहिने औजारहरू बनाउने, जस्तो धान रोप्ने औजार, मकै रोप्ने औजार, तरकारीहरू रोप्ने, खन्ने, गोड्ने, गोडमेल गर्ने अनि काट्ने, झार्ने, यस्ता विभिन्न किसिमका औजारहरू चाहिन्छ खेती गर्न। औजार भयो भने सजिलो हुन्छ। त्यसकारणले किसानहरूलाई चाहिने साना औजारहरू बनाएर
किसानहरूलाई मद्दत गर्ने भनेर यो किताब बेचेर पैसा जम्मा गरेको हो। किनभने औजार बनाउनलाई कारखाना चलाउनु पर्छ, कारखाना चलाउनलाई पैसा चाहियो र यो किताब बेचेर आएको पैसाले चाहिँ अहिले एउटा कारखाना पनि चलाइरहेको छ। वीरगन्जमा एउटा कारखाना छ, कृषि औजार कारखाना। त्यो कारखाना चाहिँ मेरो कारखाना होइन, नेपाल सरकारको कारखाना हो। नेपाल सरकारको कारखाना भए तापनि सरकारले चलाउन नसकेर 30 वर्षसम्म बन्द भएको कारखानालाई अहिले यो किताब बेचेर आएको पैसाले मर्मत गरेर नयाँ मसिनहरू किनेर विभिन्न किसिमका 14-15 किसिमका औजारहरू बनाउँदैछ। त्यहाँ बनेका औजारहरू भोलि पर्सि यो गाउँघरमा पनि आउँछ, भाइ बहिनीहरूको गाउँघरमा पनि आउँछ र भाइ बहिनीहरूले पनि प्रयोग गर्न पाउँछ। यो हो समाज सेवा। यो कारखाना चलाएर हामीले चाहिँ औजारहरू बनाएर किसानलाई महँगोमा बेचेर धेरै पैसा कमाउने भनेर कारखाना चलाउन खोजेको होइन। सरकारले हामीलाई पुरस्कार देला कारखाना चलाइदिएपछि भनेर पुरस्कारको आशा गरेर पनि कारखाना चलाउन खोजेको होइन। समाज सेवाको, कृषकहरूको सेवाको लागि यो हो। र यो किताब मैले भाइ बहिनीहरू जस्तो युवाहरूको लागि लेखेको हो। यो किताब कुनै विद्वानहरूको लागि, ठुलो पढे लेखेको विद्वानहरूको लागि लेखेको होइन। भाइ बहिनीहरूले यो किताब पढेर त्यसबाट केही न केही शिक्षा लिन सक्छन् कि भन्ने आशाले, शिक्षा लिने, यसबाट केही न केही प्रेरणा लिने र जीवनमा, खास गरी जीवनमा भाइ बहिनीहरूले राम्रो कामहरू गर्नको लागि चाहिँ एउटा उदाहरण यस्तो गर्न सकिन्छ भन्ने एउटा उदाहरणहरू सिक्नको लागि चाहिँ मैले विद्यार्थीहरूको लागि लेखेको हो। त्यसैले विद्यार्थी भाइ बहिनीहरूले यो किताब अब पैसा ल्याएको छ भने आज किन, पैसा ल्याएको छैन भने भोलि पर्सि किने पनि हुन्छ। तर जीवनमा यो किताब चाहिँ पढ्नुपर्ने छ। पढ्यो भने यसबाट फाइदा छ, अब नपढ्यो भने फाइदा छैन। त्यही हो, यो किताब विद्यार्थीहरूको लागि लेखेको हो। र यसमा के लेखेको छ त भन्दाखेरि मेरो अटोबायोग्राफी लेखेको छ। मेरो अटोबायोग्राफीमा मेरो बाल्यकालको कुरा लेखेको छ। हाम्रो बाल्यकाल तिमीहरूको बाल्यकालभन्दा पक्कै पनि फरक थियो, कस्तो रहेछ त्यो पनि बुझिन्छ। अनि मैले पनि स्कुलमा गएर पढेको हो, तर अहिलेको स्कुल पढ्ने तरिका र उहिलेको स्कुल पढ्ने तरिका फरक थियो। कसरी पढ्दा रहेछन् उहिलेका मानिसहरूले त्यो पनि लेख्न सकिन्छ। म अमेरिका गएर पढेको थिएँ, धेरै वर्ष अमेरिकामा पढेँ। अनि कसरी अमेरिका पढ्न गएँ, कसरी पढेँ, के पढेँ भन्ने कुराहरू पनि यसमा लेखेको छ। र अमेरिकाबाट पढेर गाउँमा समाज सेवा गरेका थुप्रै किसिमका उदाहरणहरू, कथाहरू यसमा लेखेको छु। र म सफल भएका कथा पनि लेखेको छु, असफल भएका कथा पनि लेखेको छु। किनभने भाइ बहिनीहरूलाई म के भन्न चाहन्छु भने, यो किताबको माध्यमबाट के भन्न चाहन्छु भने, जीवनमा धेरै पटक असफल भइन्छ, धेरै कुरामा असफल भइन्छ। असफल हुँदाखेरि कहिले पनि निराशा हुनु हुँदैन, कहिले पनि हरेस खानु हुँदैन, प्रयास जारी राख्नुपर्छ भन्ने मैले गरेका त्यस्ता असफल र सफल प्रयासहरूको सबै कथाहरू लेखेको छु। भाइ बहिनीहरूले पैसा ल्याएको छ भने किताब किन। अहिले अब धेरै कुराहरू गर्न चाहन्न। र मेरो बारेमा मैले कस्तो काम गरेको रहेछु समाज सेवाको, मैले भने 32 वर्ष भयो। 32 वर्षसम्म गाउँमा कस्तो काम गरेको रहेछु भनेर भिडियो हेर्नु मन लाग्यो भने युट्युबमा गएर महावीर पुन भनेर सर्च गरेर हेर्नु है। राष्ट्रिय आविष्कार केन्द्रको बारेमा, अब यो कारखाना चलाउने भने मैले यो किताब बेचेर आएको पैसाले कारखाना चलाइरहेको छ भने, तर त्यो कारखाना कस्तो छ, कसरी चलाइरहेको छ, के औजारहरू उत्पादन गरेको छ भन्ने कुराहरू भाइ बहिनीहरूले हेर्न मन लाग्यो भने युट्युबमा गएर पनि हेर्न सकिन्छ। ल, धेरै लामो समय नभएको हुनाले छोटकरीमा मेरो भनाइ यतिकैमा टुङ्ग्याएँ।